बुवा तथा दाजुभाइ भाउजू बहिनी मेरो इन्देलको प्रणाम। के तपाईँ चिन्नुहुन्छ? चिन्नुहुन्न? म नयाँ तपाईँको बीच युट्युब च्यानलको माध्यमबाट भिडियोको माध्यमबाट तपाईँलाई घरमा भएको समस्या ठिक गर्ने प्रयास गर्दैछु। जो व्यक्तिलाई तपाईँहरूको दुःख छ, जस्तै दुःख मध्येमा बोक्सीले सताएको, ओझाले सताएको छ, जो झाँक्री हुन्छ झाँक्रीले सताएको छ, कुनै भूत प्रेत चुडेलले सताएको छ भनेदेखि त्यो व्यक्तिलाई मैले घर बसेर भिडियोको मार्फत त्यो सोलुसनको लागि म तपाईँहरूको लागि अरू ठाउँमा नठगियोस् भनेर, दुःख पर्दा कसैले साथ दिँदैन भनेर म तपाईँको घरमा मोबाइल भएको कारणले म मोबाइलबाट तपाईँको दुःख हर्ने सल्युसन र तरिका बताउनेछु। साथीहरू, आमा बुवा दाजुभाइ जो हुनुहुन्छ, तपाईँहरूलाई पीडित भएको छ, जस्तो पनि कठिनबाट कठिन रोगहरू छ, भूतले सताएको छ, तपाईँको घरमा नकारात्मक ऊर्जाको बास भइसकेको छ भनेदेखि तपाईँहरू सिधै मेरो युट्युब च्यानलमा गएर मलाई व्हाट्सएप या नेपाली नम्बरबाट कल गरेर सोध्न सक्नुहुन्छ। म त्यो सोलुसन बताइदिनेछु। तपाईँहरूलाई के हुन्छ भनेदेखि गाउँघरको धेरै मानिसहरूले एक अर्कालाई देखेर जल्दो रहेछ। जल्दाखेरि उनीहरूले आफू गर्न सकेन भनेदेखि अरू मानिसलाई ल्याएर त्यो व्यक्तिलाई नीचा पार्ने तरिकाबाट खसाल्ने प्रयास गर्दो रहेछ। अनि त्यही भएर बोक्सी भयो भने बोक्सीले गर्छ, बोक्सा भयो भने बोक्साले गर्छ, त्यो झाँक्री भयो भने झाँक्रीले पनि सताइदिन्छ मान्छेहरूलाई। त्यसैले म तपाईँहरूलाई भन्छु, यस्तो कार्य गर्नु जुनबाट तपाईँलाई भलो होस् र आरामदायक तपाईँको घर चलोस्। बुझ्नुभयो? तपाईँको मैले शरीर रक्षादेखि तपाईँलाई लड्ने क्षमतासम्म म तपाईँलाई ज्ञान दिनेछु। भिडियोको मार्फत तपाईँ मलाई जुड्नुहोस्। म तपाईँको अब नेक्स्ट भिडियोहरू सबै मन्त्रतन्त्र, काट, बोक्सीसँग लड्ने, बोक्सीसँग जुड्ने, अनि भूत भगाउने, रोग मुक्तिको उपायहरू, जडीबुटीले के काम गर्छ, के गर्नुपर्छ, त्यो जडहरूले म सबै विधि बताउने छु। तपाईँहरू सिक्नु अनि राम्ररी तपाईँहरू बुझ्नु, त्यही आशाको साथमा यो भिडियो बनाएको छु। तपाईँहरूलाई राम्रो लाग्यो भने आफ्नो साथीभाइहरूसँग सेयर गरिदिनुहोस्। म यही चाहन्छु। आजको लागि म छुट्छु। नमस्कार है त।